अब समाचार विस्तारमा। पर्वत जिल्लाको शालिग्राम गाविसमा यात्रुवाहक जीप दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। स्याङ्जाको वालिङबाट पर्वतको उराम पोखरा जाँदै गरेको G1J 4679 नम्बरको जीप शालिग्राम गाविसको वडा नम्बर 2 दरौखो लामामा दुर्घटना भएको हो। दुर्घटनामा परि ज्यान गुमाउनेमा सबै उराम पोखरा गाविसका रहेका छन्। उराम पोखरा गाविस वडा नम्बर 6 का 68 वर्षीय वसुन्धरा भट्टराई, उराम पोखरा 5 का 56 वर्षीय दिलीराम भूषाल, वडा नम्बर 4 का 64 वर्षीय मनबहादुर बस्याल, वडा नम्बर 3 का याम बहादुर थापा, सोही ठाउँकी 18 वर्षीय जित कुमारी थापा र सोही ठाउँकै 76 वर्षीय भक्तराम राणाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा घाइते भएका 3 जना यात्रुको स्याङ्जाको वालिङमा उपचार भइरहेको छ। रानीपानी हुवास सड़क खण्डमा सड़कबाट 400 मिटर तल भीरबाट जीप खसेको थियो। उकालोमा जीप पछाडि सरेपछि नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको हो। प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। जीपका चालक भने फरार रहेका छन्। सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने लगायत भौतिक पूर्वाधार निर्माण सम्बन्धी चिनिया कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। सम्झौता रद्द भएसँगै मेलम्चीको पानी आउने काठमाडौँवासीको आशा अधुरै रहने भएको छ। सरकार र चाइना रेलवे 15 ब्युरो कर्पोरेसन, चाइना CMI इन्जिनियरिङ कर्पोरेसन बीच 2009 फेब्रुअरी 19 मा भएको ठेक्का सम्झौता भएको थियो। 2 साता अघि विभिन्न कारण देखाउँदै एकतर्फी ठेक्का छाड्ने पत्र लेखेको चाइना 15 रेलवे ब्युरो कर्पोरेसनको आग्रह स्वीकार्दै सरकारले ठेक्का तोड्ने निर्णय लिएको हो। निर्णयसँगै ठेकेदारले विभिन्न बैंकमा राखेको धरोटी रोका गर्ने प्रक्रिया अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। समितिका अनुसार उक्त कम्पनीलाई कालो सूचीमा राख्ने तयारी समेत भएको छ। ठेक्का तोडिएपछि राजधानीमा मेलम्चीको पानी ल्याएर खानेपानी अभाव पूरा गर्ने सपना थप अनिश्चित बनेको छ। सम्झौता अनुसार निर्माणको काम सम्पन्न भएको भए 2014 भित्र मेलम्चीबाट दैनिक 17 करोड लिटर पानी काठमाडौँ आउने थियो। दशैं नजिकिँदै जाँदा राजधानीमा रहेका विभिन्न जिल्लाका सर्वसाधारणले घर जाने तयारी गर्न थालेका छन्। चाडपर्वकै मौका पारेर यातायात व्यवसायलाई समेत भ्याइ नभ्याइ हुने गर्दछ। दशैं नजिकिँदै गर्दा देशका विभिन्न जिल्लाका लागि छुट्ने सवारी साधनको अग्रिम टिकट बुकिङ आजबाट खुला हुने भएको छ। हिन्दूहरूको महान पर्व विजया दशमीलाई लक्षित गरेर यातायात व्यवसायीहरूले बुधबारदेखि देशका अधिकांश जिल्लाका लागि छुट्ने सवारी साधनको अग्रिम बुकिङ खुल्ला गर्ने भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघको अग्रसरतामा चाडपर्वमा यात्रुहरूको अत्यधिक चाप हुने भएकाले पनि अग्रिम बुकिङको व्यवस्था गरिँदै आएको छ। पोखरा लगायत केही स्थान बाहेकका जिल्लाहरूका लागि व्यवसायीहरूले अग्रिम बुकिङ खुल्ला गर्न लागेका हुन्। 10 गतेबाट मुलुकभरि नै जाने अधिकांश क्षेत्रको अग्रिम खुल्ला हुन्छ। केही क्षेत्रको जस्तो पोखराको भोलि नहुन सक्छ, आन्तरिक तयारी हुँदैछन् र हाम्रा सम्पूर्ण सङ्घ संस्थाहरूले आफ्नो आन्तरिक तयारी गरेर भोलिबाट गोङ्गु बस पार्क लगायतका क्षेत्रहरूमा चाहिँ परिचय पत्र सहितका चाहिँ कर्मचारीहरू, सङ्घ संस्था, कम्पनी प्रणालीका कर्मचारीहरूलाई भोलिदेखि परिचालन आफ्ना सङ्घ संस्थाहरूले गर्दैछन् र भोलिदेखि व्यापक तयारीका साथ अगाडि हामी बढ्दैछौँ। अघिल्लो वर्षहरूमा यात्रुहरूले अग्रिम बुकिङ गरे तापनि विभिन्न किसिमका समस्याहरू भोगेका गुनासोहरूलाई मध्यनजर गर्दै महासंघले बुकिङ काउन्टर र सम्बन्धित व्यक्तिहरूलाई परिचय पत्र वितरण गरेको बताइएको छ। यात्रुहरू नठगिउन् र आरामदायी यात्रा गर्न पाउन् भन्ने उद्देश्यले महासंघले यात्रुहरूलाई परिचय पत्र पाएका सम्बन्धित व्यक्तिहरूबाट मात्रै टिकट बुकिङ गर्न आग्रह गरेको छ। असम्बन्धित व्यक्तिहरूबाट टिकट बुकिङ गरेर सर्वसाधारणले समस्या झेल्न नपरोस् भनेर नै महासंघले अनुगमन टोलीको समेत व्यवस्था गरेको छ। यात्रुहरूले पनि एकचोटि टिकट काटिसकेपछि आफू जाने मिति ठिक छ कि छैन, आफ्नो सिट नम्बर राखेको छ कि छैन, आफू जानुपर्ने स्थानको चाहिँ सही ठाउँको लेखिएको छ कि छैन, यी 2-3टा कुराहरूलाई राम्रोसँग एकचोटि टिकट काटेपछि हेरेर मात्र यात्रुहरू पनि जानलाई म यस मिडिया मार्फत म अनुरोध गर्न चाहन्छु। महानगरीय प्रहरी र ट्राफिक प्रहरी महाशाखाले पनि चाडपर्वको समयमा यात्रुहरू व्यवसायबाट ठगिनबाट रोक्नका लागि महासंघको सहकार्यमा विशेष अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ। जहाँ चाहिँ बाट चाहिँ बसहरूको प्रस्थान हुन्छ, जहाँ चाहिँ टिकटहरू काटिन्छन्, त्यस्ता ठाउँहरूमा चाहिँ यात्रु नठगिउन्, नक्कली टिकटहरू नपरोस् र एउटै सिटमा चाहिँ 3-4 जना एउटा चाहिँ टिकट नकाटियोस्, यी कुरालाई चाहिँ हामीले सुनिश्चित गर्नलाई हामीले चाहिँ त्यस्ता पोइन्टहरूमा चाहिँ हाम्रो नागरिक सहायता कक्षा हुन्छ।
चाडबाडको बेलामा सवारी साधनको चाप अत्यधिक हुने भएकोले व्यवसायीले पनि मौका यही हो भन्ने ढङ्गले नभई सेवा दिने ढङ्गले सोच्ने र यात्रुहरूले पनि बेलैमै आफ्नो यात्राको तयारी गर्ने हो भने ठगी रोकिन सक्छ। त्यसका लागि सबैभन्दा पहिले व्यवसायी नै जिम्मेवार बन्नुपर्ने हुन्छ। क्यामेरामा वाइपी घिमिरेका साथ मिलन जीसी, हिमालय टेलिभिजन, काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिलाई लट्याएर अघि बढ्न लागेको आरोप लगाउनु भएको छ। विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ नेता देउवाले सत्तामा बसेर माओवादीले आन्दोलनको धम्की दिनुले उसले सहमति नचाहेको स्पष्ट भएको बताउनुभयो। उहाँले सत्ता सञ्चालन र आन्दोलन सँगसँगै लैजान लागेर माओवादीले तानाशाहीको अभ्यास गर्न लागेको बताउनुभयो। आन्दोलन गर्छ भने मुलुकलाई निकास दिने कुरा हो। दुनियाँमा काहीँ नहुने कुरा हो। सत्तामा बस्ने, सरकारमा बस्ने आन्दोलन गर्छु भने कसै खिलाफ आन्दोलन हामी धागो खिलाफ गर्ने। मुलुकको निकास भनेको यो चाहिँ जबरजस्ती संविधान सभाको चाहिँ आएर संविधान सभा भङ्ग गराएर चुनाव घोषणा गर्ने प्रधानमन्त्री जान्छ। उहाँले वर्तमान सरकार राजनैतिक संकट निवारणको पक्षमा नभई दलहरूको मोर्चा बनाएर विपक्षीहरूसँग मुठभेड गर्ने तयारीमा लागेको आरोप समेत लगाउनु भयो। एकीकृत नेकपा माओवादीका नेता कृष्ण बहादुर महराले पहिचान सहितको संघीयतामा सहमति नजनाएसम्म सरकारको नेतृत्व कांग्रेसलाई दिन नसकिने बताउनु भएको छ। अनेरा सोभियो क्रान्तिकारीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन सत्रलाई मंगलबार राजधानीको बसन्तपुरमा सम्बोधन गर्दै नेता महराले संविधानका अन्तर्वस्तुमा कांग्रेसले सहमति नजनाएसम्म सरकारको नेतृत्व कांग्रेसलाई दिन नसकिने बताउनु भएको हो। उहाँले संघीय पहिचान सहितको संविधानलाई कांग्रेसले अस्वीकार गर्दा संविधान सभाबाट संविधान जारी हुन नसकेको आरोप पनि लगाउनु भयो। हाम्रो पार्टीको तर्फबाट भन्यौं, यदि उनीहरू संविधान बनाउन तयार हुन्छन् भने हामीले हाम्रो पार्टीको नेतृत्वको सरकार दिन तयार छौं, तर हामी पार्टी छोड्न तयार छौं। तर यदि उनीहरू संविधानको निमित्त तयार हुँदैनन् भने हामी नेपाली कांग्रेसलाई कुनै पनि हालतमा नेतृत्व दिन तयार छैनौं। हामी छोड्न चाहदैनौं। हामी हाम्रै नेतृत्वमा अगाडि बढिरहन चाहन्छौं। यो संविधानमा षड्यन्त्र हुन्छ भने हामी त्यहाँ जान तयार छैनौं। हामी त्यसको अर्को विकल्प खोज्न सक्छौं। कार्यक्रममा माओवादी नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सहमतिका लागि माओवादीले धेरै लचकता प्रदर्शन गरिसकेकाले अब जनताका एजेन्डालाई छाडी नयाँ सहमति गर्न माओवादी तयार नरहेको बताउनुभयो। कार्यक्रममा अनेरा सोभियो क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले शैक्षिक परिवर्तनका लागि सरकारबाट हस्तक्षेपकारी नीति र सड़कबाट खबरदारी कार्यक्रम अघि बढाइने बताउनुभयो। 2 दिनसम्म चल्ने राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरका 1400 प्रतिनिधि राजधानी आइपुगेको अनेरा सोभियो क्रान्तिकारीले जनाएको छ। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान सरकार केही दिनभित्रै ढल्ने बताउनु भएको छ। राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि वर्तमान सरकारको बहिर्गमन अपरिहार्य भएकाले नयाँ सरकार गठनका लागि आन्दोलन नै एकमात्र विकल्प भएको बताउनु भयो। बाबुराम र प्रचण्डसँग मात्रै छैन, आम नेपाली जनतालाई पनि बाबुराम ढाल्ने एजेन्डा पर्याप्त पुगिसकेको छ। अब त्यहाँ हामीले केही यहाँ थपथाप गर्नु पर्दैन। त्यसकारण हामीसँग प्रशस्त एजेन्डाहरू छन्। त्यो एजेन्डाकै आधारमा हामी आन्दोलन गराउँछौँ र बाबुराम भट्टराईको नेतृत्वको सरकार अब रहँदैन, धेरै दिन रहँदैन। म फलानु दिन त म भन्दिनँ, अब त्यो रहँदैन भन्ने कुरा चाहिँ त्यसको संकेत चाहिँ हिजो भएका 2टा कार्यक्रमले प्रष्ट रूपले सरकारको नेतृत्वको विषय सहमतिका आधारमा मात्रै टुङ्ग्याउनु पर्ने गजुरेलको भनाइ थियो। कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री हृदय त्रिपाठीले दलहरूबीच विवादित विषयमा सहमति नभएसम्म वर्तमान सरकार रहिरहने बताउनुभयो। त्रिपाठीले आन्दोलनबाट सरकार परिवर्तन गर्ने सपना नदेख्न विपक्षी दललाई सुझाव दिनुभयो। सहमति हो भने हामीले पनि बुझाइदिनु पर्यो। दुर्भाग्यवश त्यो समझ हामीमा आइरहेको छैन। हाम्रो अर्थ बुझाइ के छ भने हामी सहितको सहमति राष्ट्र सहमति हो। त्यो हामीले अहिलेसम्मको बुझाइ त्यही छ। हामी सहित माओवादी सहित सहमति नै राष्ट्र सहमति हो भनेर हाम्रो बुझाइ त्यो छ। त्यहाँ ती विषयमा प्रवेशै नगरिकन सरकारले राजीनामा गर्ने, प्रधानमन्त्री राजीनामा गर्ने प्रश्न नै छैन। एक फरक प्रसंगमा मन्त्री त्रिपाठीले पूर्ण बजेट नआएकै कारण देशका विकास निर्माण कार्य ठप्प प्राय रहेको बताउनुभयो। राजधानी लगायत देशका विभिन्न जिल्लामा गरिएको सड़क विस्तार कार्यको पुनर्निर्माण बजेटकै कारण रोकिएकोले मंसिरसम्म विकास निर्माणका कार्य अगाडि बढ्न नसक्ने बताउनुभयो।
लागू पदार्थको कारोबारमा संलग्न रहेको अभियोगमा नुवाकोट वर्षुचेत 1 का हरिबहादुर खलेलाई मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। स्थानीय अदालतले मृत्युदण्ड दिने गरेको फैसला विरुद्ध घलेले सर्वोच्चमा अपिल गरेकोमा सर्वोच्चले स्थानीय अदालतको फैसला सदर गर्दै घलेलाई मृत्युदण्ड नै हुने फैसला सुनाएको हो। घलेलाई सन् 2030 मे 30 मा मलेसियाको राजधानी क्वालालम्पुरको द फेडरल होटलबाट 875 ग्राम हेरोइन सहित मलेसिया प्रहरीले पक्राउ गरेको थियो। घलेलाई स्थानीय अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। त्यस विरुद्ध उनले सर्वोच्चमा अपिल गरेका थिए, तर सर्वोच्चले उनलाई मृत्युदण्ड नै हुने अन्तिम फैसला सुनाएको हो। यद्यपि उनले मृत्युदण्डबाट माफी पाउने अन्तिम विकल्प भने बाँकी नै रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार घलेको नामबाट नेपाल सरकारले मलेसियाका राष्ट्र प्रमुख समक्ष माफी पत्र पठाएमा मलेसियाका राजाले उनलाई मृत्युदण्डबाट माफी दिन सक्छन्। मृत्युदण्डमा माफी पाए पनि उनले आजीवन कारागारको सजाय भने भोग्नुपर्ने हुन्छ। समाचार जारी छ, हामी ब्रेकपछि आउँछौं। ब्रेकपछि पुनः स्वागत छ। अब खेलकुद समाचार। Broadlink. Connect your way to freedom. श्रीलंकामा जारी विश्वकप 2020 क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई 8 विकेटले पराजित गर्दै समूह डी को विजेता बन्दै पाकिस्तान सुपर 8 मा प्रवेश गरेको छ। 176 रनको लक्ष्य पाकिस्तानले 18.4 ओभरमा 2 विकेटको क्षतिमा पूरा गरेको हो। पाकिस्तानको जितमा म्यान अफ द म्याच इमरान नजीरले सर्वाधिक 72 रनको योगदान दिए। त्यस्तै मोहम्मद हफिजले 45 तथा नशीर जमशेदले 29 रन बनाए। बोलिङतर्फ बंगलादेशका अब्दुल हसनले 2 विकेट हात पारे। यसअघि टस जित्दै ब्याटिङको निर्णय गरेको बंगलादेशले निर्धारित ओभरमा 6 विकेटको क्षतिमा 175 रन बनाएको थियो। साकिब हसनले 54 बलमा 84 रन बनाएका थिए। त्यस्तै मुशफिकर रहिमले 25 तथा तमिम इकबालले 24 रनको योगदान गरे। बोलिङतर्फ पाकिस्तानको यासिर अराफतले 3 विकेटले जारी प्रतियोगितामा भारत, इङ्ल्यान्ड, अस्ट्रेलिया, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान र न्यूजील्यान्ड अन्तिम 8 मा प्रवेश गरेका छन्। सुपर 8 का खेलहरू भोलिबाट सुरु हुँदैछन्। मनाङ वर्षाङ्गी क्लब राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले न्युरो 3 मेनाटीलाई 2-1 गोल अन्तरले पराजित गरेपछि समूह बीबाट मनाङ समूह चरणको खेल समाप्त हुनु अघि नै अन्तिम 8 मा प्रवेश गर्न सफल भएको हो। एनाटीले खेलको 19औं मिनेटमा सुशील केसीको गोलबाट अग्रता लिएको थियो, तर 53औं मिनेटमा मच्छिन्द्रका दीपक राईले बराबरी गोल खेलेका थिए। त्यसपछि खेलको अन्तिम मिनेटमा मच्छिन्द्रका कड लिम्बुले गरेको गोल नै निर्णायक बन्यो। मंगलबारे भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले सशस्त्र प्रहरीको एपीएफलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। मध्यपुरलाई जित दिलाउन खेलको 27औं मिनेटमा राजन रायमाझीले गोल गरेका थिए। जितपछि 2 खेलबाट 4 अङ्कका साथ समूह 1 को शीर्ष स्थानमा रहेको मध्यपुरको क्वार्टर फाइनल प्रवेशको सम्भावना कायमै छ। अब मौसम। एपेक्स अल्टीमा सधैँ चाहनुहुन्छ। आज देशभर बदली भई मध्य तथा पूर्वी पहाड़ी क्षेत्रमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियस बीच रहनेछ। आज बिहान सूर्योदय 5:54 भयो भने सूर्यास्त साँझ 5:56 हुनेछ। विदा हुनु अघि अहिलेसम्मका प्रमुख समाचार फेरि एकपटक। पर्वतको शालिग्राम गाविसमा यात्रुवाहक जीप दुर्घटना हुँदा 6 जनाको मृत्यु, 3 जना घाइते। जीपका चालक भने फरार। सरकारद्वारा मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने लगायत भौतिक पूर्वाधार निर्माण सम्बन्धी चिनिया कम्पनीसँगको सम्झौता रद्द। काठमाडौँमा खानेपानी अभाव पूरा गर्ने योजना अनिश्चित। दशैंलाई लक्षित गर्दै यातायात व्यवसायीले आजदेखि अग्रिम टिकट बुकिङ सुरु गर्दै टिकट वाफुले ठगी नियन्त्रण गरिने प्रहरीको भनाई। एकीकृत नेकपा माओवादी सहमतिलाई लत्याएर अघि बढ्न लागेको कंग्रेस वरिष्ठ नेता देउबाको आरोप। संघीयता स्वीकार नगरेसम्म कंग्रेसलाई सरकारको नेतृत्व दिन नसकिने महराको स्पष्ट।
र श्रीलङ्कामा जारी 2020 विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानको 21मा प्रवेश। 21का खेलहरू भोलिबाट सुरु हुने।